भाइ स्यामी पनि अब त्यो कता छुट्टियो होला एक्लै बस्नु छुट्टियो हाम्रो यो डीको ठाउँ यहाँ पहिला हाम्रो गोठ थियो यहाँ भैँसी यसरी गाई गोरुहरू पाल्ने हामी चाहिँ यहाँ आउँथ्यौँ हामीले यहाँ जन्मेको ठाउँ यो हेर्नु बुढा कटेराले अब यही बुढा कटेराले जे गरे हाम्रो रिम्लियो सम्पत्ति अनि गएर यो हाम्रो पागरीको बुटो उतिखेर हामीले धेरै घाँस काट्ने गर्थ्यौँ अहिले यसको हरिगति चाहिँ अलि दुःख लाग्दो रहेछ अनि यो हाम्रो टुनीको बुटो पनि रहेछ यहाँ सानो सानो मुडी लाबुटा रहेछन् हाम्रा हजुरबाहरूले चाहिँ दाम्ला साम्ला काट्ने बाट्ने भनेपछि रेम्ली अरू तल्लोको खेत देखाउन हामी असमर्थ भइयो देखिएन झाडी चाहिँ ठुलो रहेछ यहाँ सिरिन्डाडो भन्ने हो कि के भन्ने हो थाहा छैन एउटा घर देखिएछ त्यति पनि अलि देखिन्न क्या टाढा रहेछ जुम हाल्नुहोस् जुम यो चाहिँ हाम्रो कान्छो हजुरबाले कोटेश्वरबाट ल्याएको सिला हो अरे ढुङ्गो बोकेर ढुङ्गो अहिले भन्दा चाहिँ यसलाई ढुङ्गो बनिन्छ खास यहाँ चाहिँ ठुलो सिला छ यहाँ हामीले पनि देखेको यहाँ पहिला हामीले दुधदार गर्ने गरेका थियौँ अनि यो सिला हो यहाँ चाहिँ पहिला हामीले दुधदार दिने गरेका ठाउँ हो अहिले चाहिँ हामीहरू अब बल्ल बल्ल हाम्रो सकियो हुने कि त्यस्ता तिमी टेन्सन भ्याइयो अब तपाईँहरू जहाँ भयो पुरा खतम धेरै थियो अरे कुकुर बिहाएर तुस पनि दुःख पनि हुने तुस पनि हुन्न कि त्यस्ता कुरा गर्नुहुन्न कसले के गरेर कुकुर तुएर कहिले कसैलाई दुःख हुन्छ दुःख हुन्न नि खै कान्छो त्यहाँबाट बिहाएर पनि खुसी मनाउनु पऱ्यो नि त्यसो न दुध खाम्ला न जल्दी खाम्ला पोखरीमा चाहिँ अलिअलि पानी रहेछ होइन यो चाहिँ हाम्रो ठुलो पोखरी यहाँभन्दा माथि चाहिँ एउटा सानो पोखरी थियो अनि यो चाहिँ सानो पोखरीतिर यो सल्लाह रुखहरू अनि यहाँनिर चाहिँ हाम्रो एउटा यता बरको रुख थियो यहाँ हामी चाहिँ पिङ हाल्थ्यौँ खेल्थ्यौँ होइन यहाँ चाहिँ यस्तो भएछ ल लगभग हामी 20 वर्ष पछिको यात्रामा चाहिँ यहाँ चाहिँ नेटा बाबुराम दाईको घर थियो ऊ यो तलतिरपट्टि यो तालो हो यहाँ होइन यहाँ हामी हाम्रो खेतबाट आएर यहाँ कान्छी आमाहरूसित दाईहरूसित बसेर पानी खाजाहरू खाएर जाने ठाउँ यो चाहिँ पिपलको रुख होइन यहाँ चाहिँ हाम्रो दाई भाइहरू यहाँ चाहिँ यसरी प्रतीक्षा गरिराख्नु भएको छ होइन खन्चुरको तोसा जाने ठाउँ चाहिँ यहाँबाट यता फेरि हाम्रो यो खन्चुरको आरनतिर जाने बाटो यो चाहिँ माथि खन्चुरतिर जाने बाटो ठुलो यहाँ चाहिँ हामी बेसीबाट आएर पर्खिएर बस्ने ठाउँ बिसन् ठाउँ उहाँ चाहिँ तल्लारे ठुलो भएको साइलो छोरा गोपाल दाई होइन अनि होइन म चाहिँ राइलाको छोरा हो नि त फेरि यो पनि राइला भएको छोरा हो उहाँ चाहिँ माइलो भएको छोरा माइलो होइन ल हामी चाहिँ ठुला पोखरीमा आएर यसो चाहिँ आराम गरिरहेका छौँ हामीले पहिला चाहिँ घाँस बिसाउने ठाउँ साह्रै चाहिँ याद आउने ठाउँमा आएर हामी चाहिँ धेरै राम्रो महसुस फिल गरिरहेका छौँ जो चाहिँ ठाउँ सल्लाहको भेडी चाहिँ शोभाले चाहिँ साँतिरहेछ यो पनि चाहिँ धेरै समस्या छ उकालो कति थिए यो दुबारी अस्ति जब भोलिका आउनु चाहिँ यही हो गोलभेडा त
ब्याट्री लो भइसकेछ ल सही भन्नु सही भने कति मजाले खै अन्ति थपम लागि फाल्दैन कि यहाँ धेरै हाल्नु यो चाहिँ हाम्रो ठुलो पोखरीको पिपल यो चाहिँ ठुलो पोखरी हामी चाहिँ सानो सानोमा यहाँ आउने डुल्ने यस्तो भएछ 20 वर्षपछि आइयो होला यहाँ त्यहाँ त आगै लाए चल्ला है आगो लाएर यहाँ त मान्छे लिन आउने भन्दा त आगो लाउनु धेरै थिए किन यो मौका झल्दै हिँड्दै झस्दै हिँड्दै त्यो लिन आउने कसैले सेउली बनायो जलाए खाइन्न त हुन्छ केटा सुखला लाँदै झस्दै गर भने त खालि झस्ने मात्रै थियो बाख्रा साख्रा पाल्ने त यो चाहिँ कोर्था दाइको कटेरो रहेछ यहाँ यो चाहिँ हात्ती गौडा है यो चाहिँ पारिदेखि चाहिँ सबै रेसुङ्गा हो हात्ती गौडाको थुमको हाम्रो यो तल्लो रिम्दी देख्नु भाइ यहाँ हाम्रो तल्लो रिम्दी यहाँभन्दा तलसम्म उहीँ खोलैसम्म खेत हो अहिले त छैन यता चाहिँ यो पारी किसकोट हात्तीका गौडा भन्ने ठाउँ यो कोर्थाको यो कटेरो तल रिम्दी तल खेत थाकना काला गैरा थाकना त पारी होला ओ उहाँ थाकना भन्ने एउटा कटेर देखिएछ त्यो यो थाकना यो चाहिँ श्रीनाडा हामी यहाँ हात्तीगौडा चाहिँ त्यो पुलमा जाने भनेका थियौँ रात पर्ने जस्तो भएर हामी फर्कन थालेका छौँ अनि यो चाहिँ कोर्थाकीको बुढा कटेर माथिबाट अलि यति उछा देखेर हामीले यो भिडियो बनाइरहेका छौँ है एकछिन पर्खिनुहोस् है राम्रो लाग्नु भयो त्यसो भए के कति टिचर के मम्मी चाहिँ यति यस्तो छ लास्ट टिचर रहेछ ल यो भुरे राजा पालाको
कुवा हो यो यहाँ कहिल्यै पनि शक्ति छ यहाँ महाशक्ति यहाँ कहिल्यै पनि पानी सुक्दैन हामी जन्मिँदा यस्तै थियो हामी बच्चामा कन्नी खाउन आउँदा यस्तै थियो कन्नी अझै पनि यस्तै छ अब बुढा हुन लाग्यो जल खाने हो र खुल्ला छैन